भूमि के हो, जग्गा के हो भन्ने कुरा बुझ्न थाल्यो। आदिवासीको भूमिमा पूर्वाधिकार हुन्छ भनेर बुझ्न थाल्यो। भूमि जोगे पो जग्गा जोग्छौँ भनेर बुझ्न थाल्यो। त्यही भएर आदिवासीको हक अधिकार सुनिश्चित गर भनेर नारा लगायौँ। अब जुन किसिमको यहाँ समस्या छ, हामी समस्या मात्र भनिरहेका छौँ, समाधान के त? समाधान खोज्नु बेला भएन। 1.5 दशकदेखि हामीले यो आवाज उठाउँदै गर्दाखेरि फैसला होइन न्याय दे भन्यो। फैसला 74 सालमा फुल बेन्चमा पाइ नै सक्यो। गैर न्याय सडक विस्तार विरुद्ध जनताको निजी सम्पत्तिको हकमा हामीले दिइ नै सक्यो। न्याय चाहिँ कसले दिनु त? अब न्याय त्यो ठुला बनाएका नेताहरूले दिने हो त होला नि। त्यो नेताहरूले सुनेकै छैन त। सरकार जस्तो छैन, न्यायालय जस्तो छैन, प्रशासन जस्तो छैन। हामीले न्याय पाउँछ त? पाउँदैन। अरू कुनै विकल्प छैन। अब जनकारवाही गर्ने बाहेक अरू कुनै विकल्प छैन। साथीहरू, जनकारवाही गर्नुपर्छ। अब जनकारवाही गर्न तयार छ, हात उठाउनुहोस् तपाईँहरू। जनकारवाही गर्न तयार छ तपाईँहरू, हात उठाउनुहोस्। अब अरू विकल्प छैन साथीहरू। जुन जनतालाई अन्याय गरेर शोषण गरिरहेछ त्यस्तो मान्छेलाई कालो मोसो दल्न तयार छ तपाईँहरू। आज केही व्यक्तिहरूले आज जनताहरूलाई यसरी चाहिँ सडकमा उठी बास बनाउने अवस्था बनाएको छ, भूमि लुटेको छ, त्यस्तोहरूलाई छोड्न पाइन्छ हामीले? अब कालो मोसो दलिन्छ, होसियार भन्न चाहन्छु म। अब यही विरोध सभामा मैले पटक सम्बोधन गरेको छु। मेरा कुराहरू यही सभामा पटक राखेको छु। हामीले जुन आन्दोलन गरेको स्थान भनेको सर्वोच्च अदालतको आँगन नै हो। सिंहदरबारको आँगनमा छौँ हामी। यो गैर न्यायिक सडक तथा खोला मापदण्डहरू, सम्पूर्ण गैर न्यायिक क्रियाकलापहरू बन्द गर भनेर सिंहदरबार र सर्वोच्च अदालतको आँगनमा हामीले बारम्बार भनिरहेका छौँ। तर यस्तो देखिन्छ यो सरकार, यो सर्वोच्च अदालत अन्धो छ, बहिरो छ, सुन्दैन, देख्दैन, जनताको पीडा देख्दैन। हामी न्यायालयलाई भन्न चाहन्छौँ। आज हामीले 15 नम्बरमा राखेको छ रे भन्ने सुन्छु। 15 नम्बरमा किन राखियो? जनता आन्दोलनले ढुन्जेलसम्म अलमल गर्ने, जब जनता अलि सुत्न थालेपछि फैसला गर्ने लेट छ भने ती न्यायाधीशहरू तपाईँ सुरक्षितका साथ घरमा बस्नु होला। हामी काठमाडौँको गल्लीबाट मसाल जुलुस प्रदर्शन गर्नेछौँ। हामीले हिजो रेलसल गर्यौँ, मसाल जुलुसको रेलसल गर्यौँ। मसाल जुलुसको रेलसल गर्ने सहरमा प्रहरीहरू आफै बाधा बाँध्दैछन्। बिचरा प्रहरीहरूलाई के थाहा? राज्य सत्ता कसरी चल्छ भन्ने गुरिल्ला शैलीले चल्छ भने हामीले गुरिल्ला शैलीबाट मसाल जुलुस काठमाडौँको गल्लीबाट निस्क्यो भने यो सरकार यही खोला मापदण्डबाट सँगै टुकुचामा बगेर जानेछन्। त्यसकारण यो खबरदारी सभा हो। विस्तार गर्नु होला है। अहिले सामखुसी र टुकुचामा 24 मिटरको मापदण्ड र बागमती 20 मिटर मना र हनुमन्ती खोलामा 20 मिटर र त्यसमा 20 मिटरले चाहिँ कति मान्छे पीडित हुन्छ त्यो आफ्नै ठाउँमा छ। त्यसमा फेरि 20 मिटर भन्न सक्ने। अब डाटा के निस्कियो भन्दाखेरि झन्डै 80 देखि 85 हजार घरहरू, झन्डै 6 देखि 7 लाख मान्छेहरू पीडित हुने भन्ने डाटा निस्क्यो। तर पनि यति मान्छे पीडित हुँदाखेरि पनि, यति घरहरू पर्दाखेरि पनि सरकारले किन त्यो नियम लागू गर्न खोज्यो भनेर कहिले तपाईँहरूले विचार गर्नुभएको छैन है? ल अब सुन्नुहोस्, म आफू भूमि आयोगमा काम गर्दाखेरि भूमिहीनहरूलाई व्यवस्थापन गर्नुको लागि काम गर्दाखेरि फेरि यसो भन्दै गर्दाखेरि भूमिहीनलाई भूमि दिनु हुन्न भन्ने आशय चाहिँ होइन है। भूमिहीनलाई पनि भूमि दिनै पर्छ र भूमिपतिहरूलाई कुनै पनि हालतमा भूमिहीन बनाउनु पाउँदैन भन्ने हाम्रो एउटै मात्र माग हो। त्यही भएर थप 20 मिटर मात्र होइन, पूर्ण रूपमा 65 सालमा जुन मन्त्री परिषदले निर्णय गरे त्यो पनि खारिज गर्नुपर्छ भन्ने हाम्रो एउटै मात्र माग हो। त्यही माग लिएर हामी अगाडि बढ्दैछौँ। गरेर उपत्यकामा यो जुन खोला मापदण्ड राखिएको छ, यो खोला मापदण्ड हाम्रो उपत्यकाभित्र मात्रै छ। उपत्यका बाहिर हाल खोला मापदण्ड राखेको छैन। त्यसकारण यसको अर्थ के भनेर बुझिन्छ भने हामी उपत्यकावासी विशेष गरेर नेवा जनसमुदायहरू धेरै नै सोझा छन् हाम्रो यहाँ नेपालमा। त्यसकारण यो
बागमती छेउछाउमा प्राय उपत्यकामा नेवार समुदायहरूको जग्गा जमिन धेरै परेको हुन्छ। त्यसकारण यहाँ खोला मापदण्ड राखियो भने नेवारहरू बोल्दैन, यिनीहरू चुप्लाएर बस्छन्, यिनीहरूलाई हामी जे पनि गर्न मिल्छ भन्ने पनि हुनसक्छ है। मेरो यो आफ्नो व्यक्तिगत धारणा मात्रै हो। अनि खोलामा किन किन्ने त भनेर हामी पीडित भएका होइनौँ। पीडित यस राज्यबाट, यस राज्यका पूर्व तथा हाल भएका संरचनाहरूबाट हामी पीडित भएका छौँ भन्ने म कुरा यहाँहरू कहाँ राख्न चाहन्छु। हामीले कसै व्यक्तिबाट भएको लालबुर्जा सहितको जमिन, लालबुर्जा सहित मालपोतमा, नापीमा र स्थानीय वडाहरूबाट र स्थानीय पालिकाहरूबाट सिफारिस गराएर सम्पूर्ण पैसा हालेर हामीले किनेको जमिन अहिले 2065मा राज्यबाट मापदण्ड बनाएर यदि हामीलाई जग्गाविहीन, जमिनविहीन र सम्पत्तिविहीन बनाउँदछ भने हाम्रो एउटै मात्र उपाय छ, यो उमेरमा हामीले या त लड्नु छ या मर्नु छ। यो राज्य व्यवस्था हाम्रो जनताको सम्पत्ति, जनताको जीवनको सुरक्षाको लागि चाहिएको हो नि त। सरकार किन चाहियो? ती जनताहरूको, गरिब जनताहरूको, सम्पूर्ण जनताहरूको सम्पत्ति सुरक्षाको लागि चाहियो, जग्गा जमिनको हक सुरक्षाको लागि चाहियो। आज आएर म सुन्दैछु यहाँ वडा कार्यालयबाट सिफारिस गरेर लालबुर्जा लिएर सम्पूर्ण कुराहरू पुरा गरेको कुरामा चाहिँ अब आएर जग्गाको के अरे यो खोलाको मापदण्डको कारणले यो फैसला सबै रद्द गरेर जाँदाखेरिमा हामीलाई जाँदाखेरिमा घाटको बनाउँछ भन्दाखेरि चाहिँ यो सरकार हाम्रो सरकार हो कि होइन? के 2045 सालमा जीएलडीको मापदण्ड बनाउँदा त्यहाँ पर्ने जग्गा धनीले क्षतिपूर्ति पाएका छन् त? कसैले पाउनु भएको छ भने हात उठाउनुहोस् है। यहाँ 65मा कसैले पाउनु भएको छ मापदण्ड बनाउँदा? तपाईँ हामी सहेर बस्ने कि अब विद्रोहमा उत्रिने? यो हाम्रो रणनीति हुनु पर्यो। यो पटक पटकको यो भूमिमाथिको अतिक्रमण, यो मापदण्डको नाममा ल्याइएको हामीलाई विस्थापित गराउन खेलिएको षड्यन्त्र मात्रै हो। यहाँ भनिएको छ 21 सालको नापी नक्सा। नेपालमा पहिलो नापी 1990मा भयो, दोस्रो नापी 2021 सालमा भयो, तेस्रो नापी 2042 सालमा भयो। काठमाडौँ उपत्यकाभित्र त 31-32 सालमा गाउँ ब्लक भनेर अर्को पनि नापी भएको छ। त्यो इतिहास कहाँ गयो? कि त 90को आयो, 90को नापीलाई मान्यता देऊ या 42लाई देऊ, 21लाई किन दिन्छौ? 21को पछाडिको रणनीति के छ यो हामी बुझ्नु जरुरी छ। त्यसै गर्दाखेरि यिनीहरूलाई हामीले पटक पटक भनेका छौँ, तिमीहरू सचिन्छौ भने सच्याउ, या त तिमीहरू थचिन्छौ या त हामी थचिन्छौँ, लडौँ। अब एकपटक तपाईहरु आफ्नै लागि ताली बजाउनुस्। मैले गरेँ है मेरो